नमस्कार, मेरो नाम तिलक विश्वकर्मा। आज चाहिँ हामी क्लास 12 को फिजिक्सको युनिट 3 फ्लुइड स्टडिजको सर्फेस टेन्सनका केही हामीले न्युमेरिकलहरू ल्याएको छौँ। यी न्युमेरिकलहरू इम्पोर्टेन्ट छन् है, पास्ट को इक्जामहरूमा सोधिरहेको न्युमेरिकलहरू छन्। अनि हामी न्युमेरिकल भन्दा पनि पहिला हामीले केही फर्मुलाहरू डिस्कस गरौँ है। सर्फेस टेन्सन भन्नाले फोर्स बाई लेन्थ हुन्छ है। फोर्स बाई लेन्थ हुन्छ एफ बाई एल। ओक्टन निकाल्नु पर्यो भने के गर्ने त, यो सर्फेस टेन्सनलाई टीले डिनो गर्छ इन्टु इन्क्रिज इन सर्फेस एरिया। इन्क्रिज इन सर्फेस एरियालाई डेल्टा ए लेख्न पनि पाइन्छ है। त्यसपछि हाइट अफ क्यापिलरी इन क्यापिलरी ट्युब होइन है, हाइट अफ लिक्विड इन क्यापिलरी ट्युब। एउटा हाम्रो क्यापिलरी ट्युब हुन्छ क्या, यस्तो गरेको एउटा क्यापिलरी ट्युबमा वाटर चाहिँ कति हाइटसम्म गयो त भनेर त्यो हाइट निकाल्नु पऱ्यो भने के गरिन्छ त, हाइट इक्वल टु 2t कस थीटा। थीटा भनेको एङ्गल भयो, अनि यो रेडियस डेन्सिटी र जी यही नै छ यहाँ हाइटको फर्मुला। 2t कस थीटा, आर भनेको रेडियस, रो भनेको डेन्सिटी, जी भनेको ग्राभिटी, थीटा भनेको एङ्गल अफ कन्ट्याक्ट हो। यसरी बनाएको एङ्गल के टेन्जेन्टले कति एङ्गल बनाउँछ भन्ने लिक्विडसँग है। वानतिर जाम है, के भनिरहेको छ त, फाइन्ड द वर्क डन रिक्वायर्ड टु ब्रेक of a drop of water of radius कति छ, 5 × 10⁻³ मिटर छ रेडियस है, इन्टु 8 ड्रप, 8वटा ड्रपहरू बनाइयो अरे अफ वाटरको एजमिङ आइसोथर्मल कन्डिसनमा है। आइसोथर्मल भन्नाले टेम्परेचर कन्स्ट्यान्ट राखेर है। एउटा ड्रप रहेछ अरे, यस्तो गरेको ड्रप रहेछ, वाटर ड्रप जसको रेडियस आर रहेछ अरे, आर त्यही छ। अब यो ड्रपलाई आइसोथर्मल कन्डिसनमा राखेर यो ड्रप फुटेछ, फुट्दाखेरि 8वटा ड्रप बने जस्तै, 8वटा 1 2 3 4 5 6 8वटा यस्तो ड्रप बनेछ, इक्वल रेडियस है, यिनीहरूको सेम रेडियस छ भने यो बिग ड्रपबाट स्मल ड्रप बन्नका लागि वर्क डन कति गर्नु पर्ला त निकाल भनेर भनेको छ है। सर्फेस टेन्सन दिएको छ 0.72। द सोल्युसन इज हियर। रेडियस अफ बिग ड्रपलाई हामीले क्यापिटल आर मानौँ है, दिएकै छ 5 × 10⁻³ मिटर। लेट रेडियस अफ स्मल ड्रपलाई स्मल आर मानौँ, आर मिटर दिएको छैन है। यो एकोर्डिङ टु भोलम कन्जर्भेसन गरौँ, यो बिग ड्रपको भोलम इक्वल टु यिनी 8वटा ड्रपको भोलम इक्वल गरौँ, भोलम कन्जर्भेसन गरौँ। बिग ड्रपको भोलम इक्वल टु 8 टाइम्स अफ 8वटा हो नि त, 8 टाइम्स अफ स्मल ड्रपको भोलम, बी भनेको भोलम है। बिग ड्रपको भोलमको फर्मुला के हो त, खासमा स्पेयर हुन्छ नि त, यो त स्पेयर हुन्छ। भोलम अफ स्पेयर भनेको 4/3 पाई आर कि भयो है, ए नै 4/3 पाई आर कि। यो बिग ड्रप भनेको त ठुलो रेडियस हो, बिग ड्रपको लागि त क्यापिटल आर हो नि त। 8 टाइम्स अफ 4/3 पाई आर कि, आर भनेको स्मल ड्रपको लागि स्मल आर भयो। यसरी अरू 4/3 पाई क्यान्सल आउट भइहाल्छ, यता आर क्युब बच्छ, यता आर क्युब भयो। 8 भनेको 2 हो, 2 को कि भयो, अनि 2r को होल क्युब गर्न पायो। अनि यसरी जाँदाखेरि स्मल आरको भ्यालु निकाल्दाखेरि r/2 हुन्छ। आर त अगाडि दिइसकेको छ हामीलाई माथि, 5 × 10⁻³। यसलाई डिभाइड 2 गऱ्यौँ भने 2.5 × 10⁻³ मिटर आउँछ। क्यालकुलेसन गर्ने है। नाउ हामीलाई खासमा वर्क डन हो नि त निकाल भने, वर्क डन भनेको त सर्फेस टेन्सन इन्टु इन्क्रिज इन सर्फेस एरिया हो। अब इन्क्रिज इन सर्फेस भनेको त A2 - A1 हो नि त। A1 भनेको बिग ड्रपको रेडियस हो है, बिग ड्रपको रेडियस हो। A2 भनेको त्यसपछि बनेका 8वटा ड्रप छ त्यसको चाहिँ एरिया निकाल्ने है। बिग ड्रप यसको चाहिँ सरी है, यो चाहिँ बिग ड्रपको एरिया हो A1 भनेको, A2 भनेको 8वटा ड्रपको एरिया है। नाउ एरिया अफ लार्ज ड्रप भनेको ठुलो ड्रपको एरिया चाहिँ 4 पाई आर स्क्वायर हुन्छ नि त सर्फेस एरिया। यसरी कुनै पनि स्पेयरको सर्फेस एरिया निकाल्नु पऱ्यो भने त 4 पाई आर स्क्वायर हो। त्यही कारणले गर्दा एरिया अफ स्मल ड्रप A2 इक्वल टु 8 × 4 पाई आर स्क्वायर है। 8वटा ड्रप अनि एरिया निकाल्नमा है, चेन्ज इन एरिया निकाल्दाखेरि A2 - A1 गर्नु पऱ्यो है। A2 भनेको कति छ त, 8 × 4 पाई आर स्क्वायर माइनस, अनि A1 भनेको पाई आर स्क्वायर। यो घटाउँदाखेरि 4 पाई कमन लैजाउँ, 8 आर स्क्वायर माइनस आर स्क्वायर 4 पाई। 8 × आरको भ्यालु यता छ है, यता यो आरको भ्यालु हो, स्मल आरको भ्यालु यहाँ छ, त्यो भ्यालु राख्ने यता, यसको स्क्वायर। अनि क्यापिटल आर त अगाडि दिएछ 5 × 10⁻³ को हामी स्क्वायर गर्दा क्यालकुलेसन गर्ने भने यति आउँछ है, 3.1 × 10⁻⁴ मिटर स्क्वायर एरिया।
अब हामीलाई खासमा निकाल्ने त एरिया हो नि त एरिया होइन है सरी ओक्टन निकाल भने हो नि त ओक्टन भनेको त सर्फेस टेन्सन टाइम्स टाइम इन एरिया हो नि त है टेन्सन त हामीलाई दिएकै छ क्वेसनमै गिभन छ 0.072 दिएको छ 0.072 इन्टु 3.14 इन्टु 10⁻⁻⁻⁴ हामीले एरिया निकालिसकेका छौँ माथि है यो क्यालकुलेसन गर्ने भने 2.26 इन्टु 10⁻⁵ जुल आउँछ यो चाहिँ आफूले कन्टा पनि गर्नु पर्यो वाटरको सर्फेस टेन्सन यति हुन्छ भनेर कहिलेकाहीँ क्वेसनमा गिभन हुन्छ कहिलेकाहीँ हुँदैन है ध्यान दिने के भनिरहेको छ त एङ्गल अफ कन्ट्याक्ट अफ मर्करी यहाँ कुरा आइरहेको छ मर्करीको है मर्करी विथ ग्लास एङ्गल अफ कन्ट्याक्ट भनेको ठिटाको भ्यालु दिएको छ 135 डिग्री अ न्यारो ग्लास ह्याभिङ अ न्यारो ट्युब है ग्लासको एउटा न्यारो ट्युब रहेछ कि यस्तो खाले ट्युब होला सायद ह्याभिङ डायमिटर यति रहेछ 2 मिलिमिटर है स्टिप्ड इन अ बिकर एउटा बिकरमा डुबाइयो त्यो मर्करी एउटा ग्लासको ट्युबलाई मर्करीभित्र डुबाएको छ है एउटा बिकरमा मर्करी राखिएको छ यसरी मर्करी बिकरमा जाँदा मर्करी रहेछ बाई वाट हाइट कति हाइट डज द मर्करी गो डाउन इन ट्युब रिलेटिभ विथ द मर्करी आउटसाइड मर्करी कति हाइटसम्म जाला अरे भने हाइट निकाल भन्दा छ है सोल्युसन हेरौँ एङ्गल अफ कन्ट्याक्ट थिटा दिएकै छ 135 डिग्री अब डायमिटर अफ ट्युब दिएकै छ 2 मिलिमिटर भनेर छ यसको रेडियस निकाल्यो भने 2 ले डिभाइड गर्ने गर्दा 1 मिलिमिटर यसलाई मिटरमा लिँदाखेरि 1 इन्टु 10⁻³ मिटर हुने भयो डेन्सिटी अफ मर्करी हामीलाई थाहा हुनुपर्छ है अलरेडी यो चाहिँ 13,600 केजी पर मिटर क्युब हुन्छ यो चाहिँ थाहा हुनु पऱ्यो अब सर्फेस टेन्सन अफ मर्करी पनि थाहा हुनु पऱ्यो सर्फेस टेन्सन अफ मर्करी यति हुन्छ है 0.547 न्युटन पर मिटर हुन्छ हाइट निकाल्ने फर्मुला के हो त 2t cos θ बाई रो आरजी हो हाम्रो टेन्सन दिएकै छ cos θ 135 दिएको छ थीटा अनि रो पनि दियो आर पनि दियो सब भ्यालु पुट गर्ने यसरी भ्यालु पुट गर्दै जाँदाखेरि यति आउँछ 5.7 मिलिमिटर तर माइनसमा आउँछ है माइनस 5.7 इन्टु 10⁻³ मिटर यो पनि हुनसक्छ आन्सर ल अब हामी क्वेसन नम्बर 3 तिर जाउँ है यो चाहिँ खासमा एमसिक्यूमा सोध्ने यस्तो क्वेसन छ है 2 क्यापिलरी ट्युब दुईवटा क्यापिलरी ट्युब छन् यस्तो गरेको दुईवटा क्यापिलरी ट्युब छन् है एउटा पी छ एउटा क्यू छ अब रेडियस यसको 4 मिलिमिटर छ रेडियस यसको 2 मिलिमिटर छ डिप्ड इन वाटरमा डुबाइयो दुईटालाई वाट इज द रेसियो अफ हाइटको रेसियो निकाला विच टाइच इज यसको h1 हाइट भनौँ यसको h2 हाइट भनौँ यही h1 बाई h2 को रेसियो निकाला भनेको छ है तिरको रेडियस अफ पी क्यापिलरी ट्युब r1 मानौँ 4 मिलिमिटर छ यता है रेडियस अफ क्यू क्यापिलरी ट्युब r2 2 मिलिमिटर दिएकै छ हाइट अफ लिक्विड राइजेज इन पी क्यापिलरी ट्युबलाई h1 मानौँ है यसलाई h1 वाट अनि हाइट अफ लिक्विड राइजेज क्यू क्यापिलरी ट्युब h2 मानौँ यो पनि वाट वी नो द्याट हामीलाई के थाहा छ भनेको h = 2t cos θ रो आरजी cos θ कन्स्ट्यान्ट t नि कन्स्ट्यान्ट भयो एउटै लिक्विड हो डेन्सिटी कन्स्ट्यान्ट भयो जी त कन्स्ट्यान्ट हामी के पाउँछौँ भने h इज इन्भर्सली प्रोपोर्सनल टु रेडियस पाउँछौँ h इज इन्भर्सली प्रोपोर्सनल टु रेडियस अनि h1 बाई h2 इक्वल टु उल्टो हो नि त रेसिप्रोकल हुन्छ r2 बाई r1 हुने भयो h1 बाई h2 को रेसियो निकाल्नु पर्ने हो r2 भनेको 2 मिलिमिटर हो r1 भनेको 4 मिलिमिटर हो अब मिलिमिटर क्यान्सल आउट हुने भयो अनि h1 h2 को भ्यालु कति आउनु भयो त 1:2 आउने भयो यति रेसियो हुँदो रहेछ 1:2 रेसियो हुँदो रहेछ